हेलो सबैजनामा गुड मर्निङ सेवारो नमस्ते र मैले भिडियो चाहिँ अब सुरु गरेको छु बिहान के भन्नु र अहिले 8 बजिसकेको छ म चाहिँ भर्खरै उठेर अहिले आएको छु अलि त्यति मजा हल्का अलिक सन्चो पनि छैन त्यही भएर अलिअलि भिडियो सुरु गरिसकेको छु अहिले म चाहिँ यहाँ छु हाम्रो खर्का गोठोमा सिरिज अब हुँदैछ अब भोइस पनि सक्यो अब आउनु पनि आँट्यो युट्युबमा हेरिदिनु होला र अहिले चाहिँ अब मेरो भिडियो चाहिँ यहाँ कुकमै हुन्छ खाना पकाएर म भिडियो खिच्छु सुटमा चाहिँ भूमि बाजेले खिच्नुहुन्छ के कस्तो हुन्छ भिडियो माया गरेर अन्तिसम्म साथ दिएर हेरिदिनु होला हस्त धन्यवाद नमस्ते कुखुराहरू यहाँ काकीले खोल्नु भएको रहेछ मजाले चारो भएको छ कुखुराहरू चाहिँ राजगढी गोपाल धेरै छ 14 वटा एकै ग्रुपको चल्लाहरू चाहिँ कुखुरा खिचेको नुवा राई पनि आइपुग्यो नुवा राई हिजो उक्काकोला यता पर्तिर हुनुहुन्छ हाम्रो देवाज किराती मामा अब भूमि बाजे अहिले चाहिँ भूमि बाजेको सुट हुनुहुन्छ सुट गर्ने हो भूमि बाजेको नराम्रो पनि झडङ्गै दिएको छ कतिले दिसाउनु पर्यो कार्यक्रम यता हुनुहुन्छ चिप्टीजी म सबै कराला भन्छु पाइतला मुनि चन्द्रकला दिदी हजुर खाँदै हुनुहुन्छ बिहान मकै खाँदैछु अर्गानिक हाम्रो लोकल मकै हाम्रो अर्गानिक ब्रेकफास्ट हाम्रो ब्रेकफास्ट नमस्कार हाम्रो ब्रेकफास्ट अहिले चाहिँ हामी खर्क सिरिजको किचनमा अब लोकेसनमा छौँ हामी अहिले ब्रेकफास्ट खाँदैछौँ यहीँ गाउँको यो मकै र भटमास यस्तो दिएपछि चाउचाउ बिस्कुट होइन पिज्जा बर्गर भन्दा त यो त धेरै राम्रो हो नि त स्वास्थ्यको हिसाबले होइन हजुर सम्पूर्णलाई मेरो नमस्कार अहिले चाहिँ हामी खाजा खान्छ ब्रेकफास्ट हजुर मकै पपकर्न अनि एकदमै रमाइलो घाम पनि लागिराखेको छ सहरमा यसलाई नै पपकर्न भन्छ सुटिङ स्टार्ट हुन लागिराखेको छ र बाँचेले चाहिँ यहाँ खतागरी जङ्गलमा हन्टिङ गर्दैछ अब यसपछि त्यही छ दर्शकवृन्दहरू हाम्रो खर्का सिरिजको अपडेटहरू चाहिँ तपाईँहरूले हेरिहेर्नु भएको छ माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला सम्पूर्ण दर्शकहरूलाई थ्याङ्क यू सो मच धन्यवाद दिन चाहन्छु अर्ग्यानिक खाजा खाँदैछ के त्यो साह्रो परेको बेला यो मकै कम्तीमै सुनाउँछ रहेछ फेरि जाडोमा चाहिँ मजा हुन्छ नै खतम रिस त रिस उठ्छ मान्छे भएपछि नुवा राईले चाहिँ यहाँ झडङ्गा पप मासु राको मासु खाँदैछ त्यो खान के यहाँ झ्याम्मै दिमागमा हाल्छ अनि ब्राङ्गे ट्याक्कै समाएर राख्छ क्या म चाहिँ हो अनि ट्याक्कै समाएर एकछिन त्यो एकछिनमा शान्त हुन्छ त्यो मलाई रिस कसैले के भन्दै आफूलाई जुरुक्कै हाम्रो चाहिँ उठेर त्यो मूर्ख त हाल्दैन अनि तपाईँहरूको त्यसो तपाईँ यतापट्टि हिरो रैनी होइन उता फेरि श्यामदाई 2 बोतल राई अरे 2 बोतल पनि नउठाउन सक्छु कि यो मेरो जिन्सबाट आएको दलित साथी हो कहिले काहीँ फुर्ती लाउनु सक्छ होला उहाँले भनेकै दलितहरू चाहिँ अलिक प्रगति गरेको छु फुर्कुर हुन्छ बेलैमा प्रचण्डको खोराकी खानु पाएर मात्रै राजधानी खोराकी नभए म पनि थिएँ
यहाँ मिस्टेक गर्छ अनि फोनमा मेसेजमा कडा कडा 2-3 दिन हाल्नु जहाँ जाँदा पनि म चाहिँ साथी मकै खाँदैछु मकै पर्कन्दा भोकले गइसक्यो भन्नु लाग्छ है पालो त है अनि बल्ल बल्ल पालो बिहानदेखि बसेको हैन रातको तपाईँको चाहिँ 2-3 बजे बल्ल अलिकति है सास आउँदैन खानु पाएको कतिलाई महसुस अब चाहिँ सुटिङमा जानुभयो उहाँहरू चाहिँ अब हामी खाना पकाउँदैछौँ यहाँ पनि आगो सागो फुकेर ट्याक्क अब चाहिँ यहाँ दिमाले भातको पानी बसाउनु भएको छ बिहानको 8 बजिसकेको छ अहिले चाहिँ घाम चाहिँ यहाँ पुगेको छ त्यो पारी भित्ता चाहिँ हाम्रो सुन्तले हो उतापट्टि चाहिँ यतापट्टि चाहिँ यता चाहिँ यो सिधा दाउमा पर्छ भोजपुर यहाँ यता यो सिधा पर्छ यता रिमचिङतिङमा हुन्छ यो हाम्रो सुटिङ घर हो साथीभाइहरू यो चाहिँ हाम्रो खास सुटिङ घर चाहिँ यो कोइच सुनुवारको किरण एक्टर हेलो सबैजनामा मेरो नमस्कार म चाहिँ अर्पण राई अनि खर्क सिरिजमा काम गर्दैछु म चाहिँ के भन्नुहुन्छ भने त्यो आज किरातीको हामी कम्पनीमा छौँ अहिले चाहिँ साथीभाइहरू एकदमै इन्जोय भइरहेछ हामीले अहिले चाहिँ खर्क सिरिजमा साथीभाइहरू चाहिँ सुटिङमा जानुभएको छ म चाहिँ नखतेको नाति हस्त धन्यवाद फेरि पनि नमस्कार घर कहिले आउने गेनी भोलि आउनु है गेनी म राखिदिइराख्छु बुझिले ल ल ल मेरो गेनी आउँछ त्यसो गर्नु हात चिन्डी जान्छ
9, 7, 7, 9, 7, 4, 2, 4, 8, 5, 5, 1, 2. No. Por ahí, ahora.
बिर्सेँ नि त यहाँ चाहिँ भेडा पनि लानु हुँदो रहेछ बाजेहरूले चरम भेडा हुन्छ आज हुन्छ देमा कल भेना त जानु भएको छौ जाममा ल्याएर खाऊ अचार तिनीलाई चिया पनि दिन्छ साथीमा तिनीलाई के दिएर पनि आस चिया पट्छ आज चिया कसैले के हुनुहुन्छ चाहिँ सबैजना आइपुग्नु भयो टिमको ल हामी चाहिँ अहिले सुटिङबाट आइपुग्यो हजुर हजुर अब खाना खाउँ एउटा सिन सकियो कस्तो लामो सिन सक्यो नि लामो सिन झ्याम्मै गर्छ अब खाना खाने होइन हेलो अन्त धेरै खाँदैन ल म अर्को त्यो नानी केटी अचार खाने माग्नु ए माछा त्यसो बुहारीहरू निक्लेन खोर्सानीहरू छ है खाउँ है साथीहरू खानेहरूले उही भाइ खोइ दल्लेन दाल भुट्टो मात्रै नै खान्छ अचार खाना घर पनि खाइस् लगाउँ नि त काका पनि बसौँ न कोही अचार खाने पनि यहाँ खानु कान्छ तामा कसरी खाने भने लु हुन्छ एन्डमा पनि तैँले त झरेको छ नि खायो
Ayura. हिजोको बाँकी माछा अरे यो मासुसँग मासु लाग्दैन के तल मजा आउँछ ततार ए मासु मिठो रहेछ है एकदम गलाएर हुन्छ भयो खान्छ भने जस्तो छ नि भेना चाहिँ आउनु ए बाक्कुलो त पातुलो मात्रै खान्छु पातुलो मात्रै के खान्छ तल्लो खान्छ खानले चाहिँ खान्छ ल्याइदिउँ दाल कोही खाने नाम ल साथीहरू अब हामीले चाहिँ खाना खाइसक्यौँ टन्ना मासु भात खाइयो प्रोक राँगो मासु खाइयो साथीहरू ल आजको भिडियो चाहिँ मैले यहीँ एन्डिङ गर्दैछु के कस्तो लाग्यो साथीहरू कमेन्ट बक्समा गएर कमेन्ट गर्नु सब्सक्राइब गर्नु चाहिँ नभुल्नु साथीहरू ल यो भिडियो चाहिँ थ्याङ्क यू अब सिनेमा थ्याङ्क यू सिनेमामा हाम्रो खड्का सिरिज आउँछ हेरिदिनु होला हस् धन्यवाद बाई बाई